प्रस्थान अध्याय 4। मोसाको लागि चिन्हहरू। मोसाले भने, यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी परमप्रभु तिमी कहाँ देखा पर्नुभएको होइन भनेर जवाफ दिए भने के गर्ने? तब परमप्रभुले तिनलाई भन्नुभयो, तेरो हातमा के छ? तिनले भने, लट्ठी। परमप्रभुले भन्नुभयो, त्यो भुइँमा फाल। मोसाले त्यो भुइँमा फालिदिए र त्यो एउटा सर्प बन्यो र मोसा त्यसदेखि डराएर भागे। तब परमेश्वरले मोसालाई भन्नुभयो, तेरो हात लम्काएर त्यसको पुच्छरमा समात। अनि मोसाले हात लम्काएर समाते र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। परमप्रभुले भन्नुभयो, तिनीहरूले तिनीहरूका पिता पुर्खाका परमेश्वर अर्थात् अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर त कहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यी कामबाट पत्याउन्। तब परमप्रभुले तिनलाई अझै यसो भन्नुभयो, तेरो हात आफ्नो खास्टोभित्र हाल। तिनले आफ्नो हात खास्टोभित्र हाले र जब तिनले त्यो बाहिर निकाले तब त्यो कुष्ठरोग लागेर हिउँ जस्तै सेतो भएको रहेछ। उहाँले तिनलाई भन्नुभयो, तेरो हात फेरि खास्टोभित्र हाल। तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले र जब फेरि निकाले तब त्यो आफ्नो शरीरको अरू मासु जस्तै भइहाल्यो। तब परमेश्वरले भन्नुभयो, तिनीहरूले तेरा कुरा पत्याएनन् र त्यो पहिलो चिन्हलाई वास्ता गरेनन् भने सायद तिनीहरूले पछिल्लो चिन्हलाई पत्याउनेछन्। तर तिनीहरूले यी दुवै चिन्हहरू पनि पत्याएनन् र तेरा कुरा पनि सुनेनन् भने नील नदीका केही पानी लिएर सुक्खा जमिनमा खन्याइदे। तैले नील नदीबाट लिएको त्यो पानी जमिनमा रगत हुनेछ। त्यसपछि मोसाले परमप्रभुलाई भने, प्रभु, म बोल्नमा उस्तो सिपालु छैन, न त अघि म सिपालु थिएँ न अहिले तपाईँ बोल्नु भएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु। परमप्रभुले तिनलाई भन्नुभयो, मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? अब जा, म तँलाई बोल्न सहायता गर्नेछु र तैँले के बोल्नुपर्ने हो सो सिकाउनेछु। तब मोसाले भने, हे प्रभु, बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस्। तब परमप्रभुको क्रोध मोसामाथि उठ्यो र उहाँले भन्नुभयो, के लेवी हारुन तेरो दाजु छैन र? मलाई थाहा छ कि त्यो राम्ररी बोल्न सक्छ। त्यो तँलाई भेट्न आउँदैछ र तँलाई देखेर त्यो खुसी हुनेछ। त्यसैसँग कुरा गर र त्यसले भन्नुपर्ने कुरा तैँले बता र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु। त्यो चाहिँ मेरो निम्ति मानिसहरूसित बोल्नेछ र तेरो मुख झै हुनेछ र तँ चाहिँ त्यसको निम्ति ईश्वरतुल्य हुनेछस्। तर यो लट्ठी तेरो हातैमा लैजा, त्यसद्वारा तैँले यी आश्चर्यपूर्ण चिन्हहरू गर्नेछस्। मोसा मिश्र देशमा फर्केका। त्यसपछि मोसा फर्केर आफ्ना ससुरा यित्रो कहाँ आएर तिनलाई भने, बिन्ती छ, मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेकै छन् कि छैनन् गएर हेर्ने अनुमति दिनुहोस्। यित्रोले मोसालाई भने, हुन्छ, कुशलसित जाऊ। परमप्रभुले मिधान देशमा मोसालाई भन्नुभएको थियो, मिश्रमा फर्केर जा, किनकि
तेरो ज्यान लिन खोज्नेहरू सबै मरिसके। यसकारण आफ्नी पत्नी र छोराहरूलाई एउटा गधामा चढाएर मोसा मिस्रमा फर्के र तिनले परमेश्वरको लट्ठी हातैमा लिएर गए। तब परमप्रभुले मोसालाई भन्नुभयो, जब त मिस्रमा फर्कन्छस् तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उद्योगका कामहरू फारोको सामुन्ने गर, तर म त्यसको हृदय कठोर गरिदिनेछु र त्यसले मानिसहरूलाई जान दिने छैन। तब तैँले फारोलाई भन्, परमप्रभु भन्नुहुन्छ, इजरायल मेरो जेठो छोरो हो। मैले तँलाई भने, मेरो छोरालाई जान दे र त्यसले मेरो सेवा गरोस्, तर मैले चाहिँ त्यसलाई जान दिन इन्कार गरिस्। यसैले म तेरो जेठो छोरालाई मार्नेछु। अनि बाटोमा बास बस्ने ठाउँमा परमप्रभुले मोसालाई भेट्नुभयो र तिनलाई मार्ने इच्छा गर्नुभयो। तर सिप्पोराले एउटा चकमकको गर्द लिएर आफ्नो छोराको खलडी चट्टै काटेर मोसाको खुट्टामा छुवाइन्। अनि तिनले भनिन्, तपाईँ मेरो निम्ति रगतको दुलहा हुनुहुन्छ। यसैले परमप्रभुले तिनलाई छोडिदिनु भयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन्, तपाईँ रगतको दुलहा हुनुहुन्छ। परमप्रभुले हारूनलाई भन्नुभयो, मोसालाई भेट गर्न उजाड स्थानतिर जा। तब उनी परमेश्वरको पर्वतमा मोसालाई भेट गर्न गए र भेटेर तिनलाई मुवाई खाए। अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू र देखाउनु भनेर आज्ञा दिनुभएका सबै आश्चर्यपूर्ण चिन्हहरूका विषयमा मोसाले हारूनलाई बताए। तब मोसा र हारून गए र इजरायलीहरूका जम्मै धर्मगुरुहरूलाई जम्मा गरे। अनि परमेश्वरले मोसालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मोसाले मानिसहरूका आँखाकै सामुन्ने ती चिन्हहरू देखाए र मानिसहरूले बताए, परमप्रभु इजरायलीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नुभएको छ भनी तिनीहरूले सुने। तब तिनीहरूले आफ्ना शिर निहुराएर दण्डवट गरी आराधना गरे। प्रस्थान अध्याय 5। पराल बिनाका इँट। त्यसपछि मोसा र हारून फारो कहाँ गएर भने, परमप्रभु इजरायलीहरूका परमेश्वर यसो भन्नुहुन्छ, उजाड स्थानमा मेरो निम्ति चाड मनाउनलाई मेरो प्रजालाई जान दे। फारोले भने, परमप्रभु को हो र म तिनको कुरा मानेर इजरायलीहरूलाई जान दिउँ? परमप्रभुलाई म चिन्दिन र इजरायलीहरूलाई म जान पनि दिन्न। तब तिनीहरूले भने, हिब्रूहरूका परमेश्वरले हामीलाई भेट गर्नुभएको छ। बिन्ती छ, उजाड स्थानमा 3 दिनको बाटो गएर हाम्रा परमेश्वरको निम्ति बलि चढाउन हामीलाई जान दिनुहोस्, नत्र त उहाँले हामीलाई रुनी वा तरवारले प्रहार गर्नुहुनेछ। तब मिस्रका राजाले तिनीहरूलाई भने, ए मोसा र हारून, तिमीहरू मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्ना काममा लाग। फारोले फेरि भने, हेर, देशका मानिसहरू अब धेरै भएका छन् र तिमीहरू चाहिँ तिनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ। त्यही दिन फारोले कामदारहरू र तिनका नाइकेहरूलाई यस्तो हुकुम दिए, इँट बनाउनलाई अहिलेसम्म दिने गरेको पराल अब तिनीहरूलाई नदिनु। तिनीहरू आफै गएर आफ्ना निम्ति पराल बटुलुन्। तर इँट भने तिनीहरूले अझसम्म जति बनाउँदै आएका छन् तिमीहरूले त्यति नै बनाउन लगाओ। तिनको सङ्ख्या कति पनि नघटाऊ, किनकि तिनीहरू अल्छे भएका छन्। त्यसैले त तिनीहरू हाम्रा परमेश्वरको निम्ति बलि चढाउनलाई जान दिनुहोस् भन्दै कराउँछन्। यी मानिसहरूमाथि अझ चर्को काम हालिदेऊ र तिनीहरूले त्यसमा परिश्रम गरून् र झुटा कुरातिर ध्यान नदेऊन्। तब कामदारहरू र नाइकेहरूले गएर मानिसहरूलाई भने, फारो यसो भन्नुहुन्छ,
म तिमीहरूलाई पराल दिन्न, तिमीहरू आफै गएर जहाँ पाउँछौ त्यहीबाट पराल खोजेर ल्याऊ र तर तिमीहरूको काम चाहिँ अलिकता पनि घटाइने छैन। त्यसैले मानिसहरू मिश्रभरि परालका टुक्रा टुक्रालाई बटुल्नलाई तितर बितर भएर फिजिए। ती कामदारहरूले तिनीहरूलाई यसो भन्दै आतुरी लगाए, पराल दिँदा दिनमा जति काम गर्थ्यौ त्यति नै पुरा गर। इजरायलीहरूमाथि नियुक्त भएका इजरायली नायकहरूलाई फारोका कामदारहरूले पिटेर तिनीहरूलाई यसो भनेर सोधे, अझै अघि चाहिँ इँट नबनाएर हिजो र आज आफ्नो काम किन पुरा गरेनौ? तब इजरायली नायकहरूले फारो कहाँ गएर बिन्ती चढाए, हजुरका दासहरूप्रति हजुरले किन यसो व्यवहार गर्नुहुन्छ? तिनीहरूले हजुरका दासहरूलाई पराल पनि दिँदैनन्, तर तिनीहरू हामीलाई इँट बनाऊ पनि भन्छन्। हामी हजुरका दासहरू कुटाइ खाँदैछौँ, तर कसुर त हजुरकै मानिसहरूको छ। तर फारोले भने, तिमीहरू अल्छे छौ, अल्छे, यसैकारण तिमीहरू भन्छौ हामीलाई परमप्रभुको निम्ति बलि चढाउन जान दिनुहोस्। अब गएर काम गर। पराल चाहिँ तिमीहरूलाई दिइने छैन, तापनि इँटको तोकेको सङ्ख्या तिमीहरूले दिनै पर्छ। दिनहुँ दिनुपर्ने इँटको सङ्ख्या कम हुनु हुँदैन भनेको सुनेर इजरायली नायकहरूले सङ्कष्टमा परेका थाहा पाए। जब तिनीहरू फारो कहाँबाट निस्के तब तिनीहरूले मोसा र हारुनलाई बाटैमा पर्खिरहेका भेटाए। तिनीहरूले भने, परमप्रभुले तपाईहरूको इन्साफ गरून्, किनभने तपाईहरूले फारो र उनका चाकरहरूको दृष्टिमा हामीलाई तिरस्कृत तुल्याउनु भएको छ र हामीलाई काट्न उनीहरूका हातमा तरवार दिनुभएको छ। परमेश्वरले छुटकाराको प्रतिज्ञा गर्नुभएको। तब मोसा परमप्रभु कहाँ फर्केर गए र भने, हे प्रभु, तपाईँले यी मानिसहरूमा किन सङ्कट ल्याउनु भएको छ? यसैको लागि मलाई पठाउनु भएको हो? तब म तपाईँको नाउँमा बोल्नलाई फारो कहाँ गएदेखि यता उनले यी मानिसहरूको खराबी गर्न लागेका छन्, तर तपाईँले आफ्ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन। प्रस्थान अध्याय 6। तब परमप्रभुले मोसालाई भन्नुभयो, म फारोलाई के गर्नेछु अब तैँले देख्नेछस्। त्यसले मेरो शक्तिशाली हातको कारणले तिनीहरूलाई जान दिनेछ। मेरो बलियो हातको कारणले तिनीहरूलाई आफ्नो देशबाट त्यसले धपाउनेछ। अनि परमेश्वरले मोसालाई भन्नुभयो, म परमप्रभु हो। अब्राहम, इसाक र याकुब कहाँ म सर्वशक्तिमान परमेश्वरको रूपमा देखा परे, तर परमप्रभु भन्ने मेरो नाउँले त तिनीहरू कहाँ प्रकट भइन। तिनीहरू प्रवास गरेका देश अर्थात् कनान देश तिनीहरूलाई दिने मेरो करार मैले तिनीहरूसित बाँधेको छु। यसबाहेक मिश्रीहरूले दासत्वमा राखेका इजरायलीहरूका कष्टको सुस्केरा मैले सुनेको छु र मलाई मेरो करारको सम्झना भएको छ। यसकारण इजरायलीहरूलाई भन्, म परमप्रभु हो। म तिमीहरूलाई मिश्रीहरूका बोझा बुढीबाट निकाल्नेछु र तिनीहरूको दासत्वबाट छुटकारा दिनेछु। आफ्नो हात उठाएर तिनीहरूलाई ठुलो दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु र म तिमीहरूका परमेश्वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई यी मिश्रीहरूको दासत्वबाट निकाल्नुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ। अनि म तिमीहरूलाई यस देशमा ल्याउनेछु जो अब्राहम, इसाक र याकुबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। म त्यो तिमीहरूको अधिकारमा दिनेछु। म परमप्रभु हुँ। तब मोसाले इजरायलीहरूलाई यसै भनेर सुनाए, तर कठोर दासत्व र नैराश्यले गर्दा तिनीहरूले मोसाका कुरा सुनेनन्। अनि परमप्रभुले मोसालाई भन्नुभयो, जा, मिश्रको राजा फारोलाई त्यसले इजरायलीहरूलाई त्यसको देशबाट जान दियोस् भन्। तर मोसाले परमप्रभुलाई भने, इजरायलीहरूले मेरो कुरा सुनेनन् भने म बोल्नै नजान्ने मानिसको कुरा फारोले झन् कसरी सुन्लान् र?
मोसा र हारुनको पुर्ख्यौली। तब इजरायलीहरू र मिश्रका राजा फारोका विषयमा परमप्रभुले मोसा र हारुनसित बोल्नुभयो र इजरायलीहरूलाई मिश्रबाट निकाली ल्याउने आज्ञा तिनीहरूलाई दिनुभयो। तिनीहरूका परिवारका मुख्य मानिसहरू यिनै हुन्। इजरायलका पहिले जन्मेका रुबेनका छोराहरू हनोक, पल्लु, हेस्रोन र कर्मी थिए। रुबेनका वंशहरू यिनै हुन्। सिमियोनका छोराहरू यमुएल, यामिन, ओहद, याकिन, सोहोर र कनानी स्त्रीका छोरा साउल थिए। सिमियोनका वंशहरू यिनै हुन्। लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार यिनै हुन्: गेर्सोन, कहात र मरारी। लेवी 100 वर्षसम्म बाँचे। गेर्सोनका छोराहरू तिनका वंश अनुसार लिब्नी र सिमी थिए। कहातका छोराहरू अमराम, इस्हार, हेब्रोन र उज्जिएल थिए। कहात 133 वर्षसम्म बाँचे। मरारीका छोराहरू महली र मुसी थिए। लेवीका वंशहरू तिनका पुस्ताअनुसार यिनै हुन्। अमरामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे र तिनले उनीबाट हारुन र मोसालाई जन्माइन्। अमराम 137 वर्षसम्म बाँचे। इस्हारका छोराहरू कोरह, नेपेग र जिक्री थिए। उज्जिएलका छोराहरू मिसाएल, एलसाफान र सिथ्री थिए। हारुनले अमिनादाबकी छोरी नहशोनकी बहिनी एलिसेबालाई विवाह गरे र तिनले उनीबाट नादाब, अबिहु, एलाजार र इतामारलाई जन्माइन्। कोरहका छोराहरू अस्सिर, एल्काना र अबिआसाफ थिए। कोरहका वंशहरू यिनै हुन्। हारुनका छोरा एलाजारले पतिएलकी छोरीहरूमध्ये एउटालाई विवाह गरे र तिनले उनीबाट फिनहासलाई जन्माइन्। लेवीहरूका परिवारका मुख्य मानिसहरू तिनीहरूका वंशहरूका यिनै हुन्। यी तिनै हारुन र मोसा हुन्, जसलाई परमप्रभुले इजरायलीहरूलाई तिनीहरूका दल अनुसार मिश्रबाट निकालेर ल्याउनु भनी भन्नुभएको थियो। यी तिनै हुन् जसले मिश्रका राजा फारोसित इजरायलीहरूलाई मिश्रबाट ल्याउनलाई कुरा गरेका थिए। यी मोसा र हारुन यिनै हुन्। हारुन मोसाका प्रवक्ता। जुन दिन परमप्रभुले मिश्रमा मोसासित कुरा गर्नुभयो, त्यसै दिन यसो भन्नुभयो: म परमप्रभु हुँ। मैले तँलाई जे कुरा भन्न लागेको छु ती सबै मिश्रको राजा फारोलाई भन्। तर मोसाले परमप्रभुलाई भने, म बोल्न जान्दिन। फारोले कसरी मेरो कुरा खालान् र